जुन व्यक्तिमा कुनै स्वार्थ छैन, कुनै घमण्ड छैन, जुन व्यक्ति आफू भोको रहेर पनि देशका लागि केही गर्छु भनेर अगाडि बढ्छ, उक्त व्यक्ति हुन् महावीर पुन। महावीर पुन 1955 मा म्याग्दीको नाङ्गे गाउँमा जन्मिएका नेपालका प्रख्यात शिक्षक, आविष्कारक र समाजसेवी हुन्। उनले अमेरिकाबाट साइन्स एजुकेसनमा स्नातक र एजुकेसन एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पुरा गरेर नेपाल फर्किएपछि उनले गाउँमै विद्यालय स्थापना गरी बालबालिकालाई शिक्षा दिने काम गरे र दुर्गम बस्तीमा वायरलेस नेटवर्किङ परियोजना मार्फत इन्टरनेट सेवा पुर्याए, जसका लागि उनलाई 2007 मा कम्युनिटी लिडरसिपबाट सम्मानित समेत गरिएको थियो। 2012 मा उनले राष्ट्रिय आविष्कारक केन्द्र स्थापना गरे, जसबाट स्वास्थ्य, कृषि, ऊर्जा र प्रविधि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गरे। आफ्नै आत्मकथा महावीर पुन बेचेर उनले करिब 12 करोड रुपियाँ सङ्कलन गरी वीरगञ्ज स्थित कृषि औजार कारखानामा पुनः सञ्चालनमा ल्याए भने उनले करिब 30 देखि 40 जनालाई रोजगार समेत दिएका छन्। ग्रामीण युवालाई शिक्षा, सिप र उद्यमशीलतासँग जोड्ने उनको अभियान निरन्तर जारी छ। हालै उनलाई नेपालको शिक्षा मन्त्रीको जिम्मेवार दिएको छ र उनी प्राविधिक आधारित शिक्षा, तालिम, पाठ्यक्रम सुधार र विद्यालय पूर्वाधार सुधार मार्फत देशको शिक्षा प्रणाली सुधार्ने दिशामा सक्रिय रहने समेत बताएका छन्।